स्वागत छ। आज हामी एउटा यस्तो स्रोतमा गहिरिएर हेर्दैछौँ जसले हाम्रो सोच र वास्तविकता बीचको सम्बन्धलाई बिल्कुलै नयाँ तरिकाले हेर्ने दावी गर्छ। हामीसँग डाक्टर जोसेफ मर्फीको क्लासिक मानिने पुस्तक द पावर अफ योर सबकन्सियस माइन्डको अडियो बुकको सार छ। यो पुस्तकले भन्छ कि हाम्रो सफलता, स्वास्थ्य र खुशी मतलब बाहिरी परिस्थितिमा भन्दा पनि हाम्रो आफ्नै मनभित्र लुकेको एउटा विशाल शक्तिमा निर्भर गर्छ। हो, र आज हामी यही शक्तिको तह तह केलाउने प्रयास गर्नेछौँ। यो स्रोतले उठाएका मुख्य प्रश्नहरू हुन्: के हाम्रो मस्तिष्क साँच्चै दुई भागमा काम गर्छ? हाम्रो अवचेतन मन अर्थात् सबकन्सियस माइन्डको शक्ति कति छ? र सबैभन्दा महत्त्वपूर्ण, के हामी यसलाई आफ्नो जीवन सुधार्नको लागि जानी प्रयोग गर्न सक्छौँ? आज हामी यिनै प्रश्नहरूको जवाफ खोज्ने कोसिस गर्नेछौँ। सुरुवात नै एउटा दमदार तर्कबाट हुन्छ हैन त? किन कोही मानिस दुखी, गरिब र असफल हुन्छन् जबकि अरूहरू सफल, धनी र खुशी? यसको जवाफ बाहिरी दुनियाँमा होइन, हाम्रो आफ्नै मनको प्रयोग गर्ने तरिकामा लुकेको छ। आउनुहोस् यसलाई खोलौं। यहाँ सबैभन्दा रोचक कुरा के हो भने यो स्रोतले हाम्रो मस्तिष्कलाई दुई भागमा बाँडेर हेर्छ: चेतन मन कन्सियस माइन्ड र अवचेतन मन सबकन्सियस माइन्ड। हामीमध्ये धेरैले आफ्नो जीवन चेतन मन मतलब तर्क र इच्छा शक्तिले चलाइरहेका छौँ भन्ने सोच्छौँ। तर यो पुस्तकको मूल तर्क के हो भने हाम्रो जीवनको गाडीको स्टियरिङ व्हील वास्तवमा अवचेतन मनको हातमा छ। यो चेतन र अवचेतन मनको अवधारणालाई स्रोतले एउटा साह्रै राम्रो उदाहरण दिएर सम्झाएको छ हैन त? त्यो जहाजको उदाहरण हो, एकदमै। कल्पना गर्नुहोस्, हाम्रो मन एउटा ठूलो जहाज हो। हाम्रो चेतन मन जसले तर्क गर्छ, विश्लेषण गर्छ र निर्णय लिन्छ, त्यो चाहिँ जहाजको कप्तान हो, जो ब्रिजमा उभिएर आदेश दिन्छ। उसले नक्सा हेर्छ, कहाँ जाने भनेर निर्धारण गर्छ र इन्जिन कोठामा आदेश पठाउँछ। त्यो तुलनाले त प्रष्टै बनायो। कप्तानले के सोचेर आदेश दियो भन्ने कुरा इन्जिन कोठालाई मतलबै हुँदैन, उसले त बस आदेश पालन गर्छ। रोचक। त्यसो भए अवचेतन मन चाहिँ त्यो इन्जिन कोठा भयो? बिल्कुल। अवचेतन मन त्यो विशाल शक्तिशाली इन्जिन कोठा हो जसले कप्तानको आदेशलाई बिना कुनै प्रश्न, बिना कुनै तर्क स्वीकार गर्छ अनि जहाजलाई त्यही दिशामा अघि बढाउँछ। इन्जिन कोठाले यो सोध्दैन कि के यो आदेश सही हो वा कतै हामी चट्टानतिर त जाँदै छैनौँ। कप्तानको आदेश नै उसको लागि अन्तिम सत्य हो। यसको मतलब यदि कप्तानले अर्थात् हाम्रो चेतन मनले बारम्बार म असफल छु वा म यो गर्न सक्दिनँ भन्ने आदेश दियो भने इन्जिन कोठाले अर्थात् हाम्रो अवचेतन मनले त्यही आदेशलाई कार्यान्वयन गर्न थाल्छ। ठ्याक्कै। अवचेतन मनले ठट्टा र यथार्थ छुट्याउँदैन। यसले केवल विश्वास र भावनालाई आधार मानेर काम गर्छ। हाम्रो शरीरको स्वचालित कार्यहरू जस्तै मुटुको धड्कन, श्वास प्रश्वास, पाचन प्रक्रिया सबै यही मनले नियन्त्रण गर्छ। हाम्रा बानीहरू, गहिरो विश्वासहरू र भावनात्मक प्रतिक्रियाहरू पनि यही भण्डारण हुन्छन्। यसैले त यो यति शक्तिशाली छ। स्रोतमा एउटा प्रसिद्ध गायिकाको उदाहरण छ नि, जसले यो सुझावको शक्तिलाई प्रष्ट पार्छ। उनी मञ्चमा जानुअघि सधैँ गराउँथिन् र उनको आवाज नै बस्थ्यो। हो, उनको चेतन मनले तर्क गर्थ्यो कि उनी एक प्रतिभाशाली गायिका हुन्, तर उनको अवचेतन मनमा म गाउन सक्दिनँ, मान्छेहरूले मलाई मन पराउँदैनन् भन्ने गहिरो डर बसेको थियो र हरेक पटक मञ्चमा जाँदा त्यही अवचेतन मनको आदेशले जित्थ्यो। त्यसो भए उनले यो समस्या समाधान कसरी गरिन् त? के केवल सकारात्मक सोचेर मात्रै भयो? खै, यो सुन्दा अलि बढी नै सरल लाग्छ। यो केवल एक पटक सोचेर हुने कुरा होइन। स्रोतका अनुसार उनले दिनको 3 पटक शान्त र ग्रहणशील अवस्थामा बसेर आफूलाई एउटा नयाँ आदेश दिन थालिन्। उनले भन्थिन्, म सुन्दर र आत्मविश्वासका साथ गाउँछु। मेरो आवाजले मानिसहरूलाई आनन्द दिन्छ। उनले यो कुरालाई महसुस पनि गरिन्। बारम्बार यो भावनासहितको सुझाव दिएपछि उनको अवचेतन मनले पुरानो डरको ठाउँमा यो नयाँ विश्वासलाई स्वीकार गर्यो। बिस्तारै उनको आत्मविश्वास र आवाज दुवै फर्कियो। यसले देखाउँछ कि अवचेतन मनलाई पुनः प्रोग्राम गर्न सकिन्छ, तर यसका लागि निरन्तरता र भावनाको संयोजन चाहिन्छ। अब स्वास्थ्य र उपचारको कुरा गरौँ न, जुन यो पुस्तकको सबैभन्दा विवादास्पद तर चाखलाग्दो खण्ड हो। लेखक डाक्टर मर्फी
आफैले आफ्नो शरीरमा भएको एक प्रकारको छालाको क्यान्सर सार्कोमालाई निको पारेको दाबी गर्छन्। यो त निकै ठूलो दाबी भयो। हो, यो एकदमै ठूलो दाबी हो र यसलाई चिकित्सा विज्ञानको दृष्टिकोणबाट हेर्दा पुष्टि गर्न गाह्रो छ। तर स्रोतले यसलाई कसरी प्रस्तुत गर्छ भन्ने कुरा महत्त्वपूर्ण छ। लेखकले यसलाई आफ्नो व्यक्तिगत अनुभवको रूपमा प्रस्तुत गरेका छन्। उनको तर्क के हो भने उनले 3 महिनासम्म लगातार दिनमा धेरै पटक आफ्नो अवचेतन मनलाई पूर्ण स्वास्थ्यको सन्देश दिए। उनले आफ्नो शरीरका हरेक कोष निको भइरहेको, स्वस्थ र जीवन्त भइरहेको कल्पना गरे। तर के स्रोतले यसको पछाडि कुनै वैज्ञानिक आधार वा प्रमाण दिएको छ, वा यो पूर्ण रूपमा विश्वासको शक्तिमा आधारित कुरा हो? स्रोतले यसलाई विश्वासको शक्तिसँगै जोड्छ। यसले एउटा रोचक धारणा अघि सार्छ। हाम्रो अवचेतन मनमा हाम्रो शरीरको एक आदर्श खाका वा ओरिजिनल ब्लुप्रिन्ट भण्डारण हुन्छ। रोग भनेको त्यो खाकाबाट विचलन हो। र जब हामी विश्वासका साथ स्वास्थ्यको विचार प्रवाहित गर्छौं, तब अवचेतन मनले शरीरलाई त्यो मूल खाकामा फर्काउन निर्देशन दिन्छ। यो प्लेसिबो इफेक्टको एक विस्तारित रूप जस्तै हो, जहाँ विश्वासले शरीरमा वास्तविक शारीरिक परिवर्तन ल्याउँछ। प्लासिबो इफेक्ट जस्तै फ्रान्सको लोर्ड्स जस्ता धार्मिक स्थलहरूमा हुने चमत्कारी उपचारको पनि उल्लेख छ नि। त्यहाँ मानिसहरू पानीले नुहाएर निको हुन्छन् भन्ने विश्वास छ। त्यसो भए के त्यो पानीमा साँच्चै कुनै चमत्कारी शक्ति छ त, वा यो पनि त्यही विश्वासको खेल हो? स्रोतका अनुसार त्यो पानीको शक्ति भन्दा पनि व्यक्तिको गहिरो पूर्ण विश्वासको शक्ति हो। जब कुनै व्यक्तिले पूर्ण आस्थाका साथ आफू त्यो पानीले नुहाउँदा निको हुन्छु भन्ने विश्वास गर्छ, त्यति बेला उसको अवचेतन मन त्यो सुझावलाई ग्रहण गर्न पूर्ण रूपमा तयार हुन्छ। त्यो गहिरो विश्वासले उसको अवचेतन मनलाई सक्रिय बनाउँछ र शरीरको आन्तरिक उपचार प्रक्रिया सुरु हुन्छ। माध्यम जेसुकै होस्, पानी, मन्दिरको प्रसाद वा कुनै औषधि, काम गर्ने शक्ति व्यक्तिको आफ्नै अवचेतन मनको स्वीकृति र विश्वास हो। त्यसो भए स्वास्थ्यपछि अब धन र सफलताको कुरा गरौँ। पुस्तकको एउटा भनाइ छ, धनी बन्नु अघि धनी भएको महसुस गर्नुपर्छ। यो सुन्दा अलि विरोधाभासपूर्ण लाग्छ। जब कसैसँग पैसा नै छैन भने उले कसरी धनी महसुस गर्न सक्छ? यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण तर बुझ्न गाह्रो अवधारणाहरूमध्ये एक हो। यसको अर्थ बाहिरी रूपमा धनी भएको अभिनय गर्नु होइन। यसको अर्थ हो आफ्नो मानसिकतालाई अभाव र गरिबीको भावनाबाट हटाएर सम्पन्नताको भावनामा केन्द्रित गर्नु। जब हामी पैसालाई फोहोर मैला वा सबै खराबीको जड भनेर सोच्छौं वा धनी मानिसहरूप्रति ईर्ष्या गर्छौं, तब हामीले आफ्नो अवचेतन मनलाई के सन्देश दिइरहेका हुन्छौं भने मलाई पैसा चाहिँदैन। यो सुन्दा त राम्रो लाग्यो, तर व्यवहारमा जब बिल तिर्ने तनाव हुन्छ, घरभाडाको चिन्ता हुन्छ, त्यति बेला सम्पन्नताको भावना कायम राख्न असम्भव जस्तै लाग्छ। के पुस्तकले यो द्वन्द्वलाई सम्बोधन गर्छ? अवश्य गर्छ। स्रोतले भन्छ कि यो रातारात हुने परिवर्तन होइन, यो एउटा मानसिक अभ्यास हो। यसको मतलब समस्याहरूलाई बेवास्ता गर्नु होइन, बरु आफ्नो प्रमुख सोचलाई परिवर्तन गर्नु हो। जब हामी अरूको सफलतामा ईर्ष्या गर्नुको सट्टा खुसी हुन्छौं, हामी अवचेतन मनलाई भन्छौं कि सफलता राम्रो कुरा हो। जब हामी आफूसँग भएको सानो कुराको लागि पनि कृतज्ञ हुन्छौं, हामी सम्पन्नताको भावनालाई बलियो बनाउँछौं। पुस्तकको तर्क के हो भने हाम्रो अवचेतन मनले हामीलाई त्यस्तै परिस्थितिहरूतर्फ आकर्षित गर्छ जुन हाम्रो गहिरो विश्वाससँग मेल खान्छ। अभावको सोचले अभाव नै आकर्षित गर्छ र सम्पन्नताको सोचले अवसरहरू। आविष्कारक निकोला टेस्लाको उदाहरण पनि दिएको छ नि, जसले आफ्ना आविष्कारहरू पहिले आफ्नो दिमागमा स्पष्ट रूपमा देख्थे। यो कसरी काम गर्छ? हो, टेस्ला र अन्य धेरै सफल व्यक्तिहरूले यो सिद्धान्तलाई जानेर वा नजानेर प्रयोग गरे। उनीहरूले कुनै पनि कुरालाई भौतिक रूपमा बनाउनु अघि त्यसलाई आफ्नो कल्पनामा पूर्ण रूपमा बनाउँथे। उनीहरूले आफ्नो अवचेतन मनलाई एउटा स्पष्ट चित्र दिन्थे र त्यसलाई वास्तविकतामा कसरी बदल्ने भन्ने उपाय, प्रेरणा र आवश्यक कदमहरू अवचेतन मनले नै जुटाइदिन्थ्यो। यो मानसिक पूर्वाभ्यास जस्तै हो। जब हामी कुनै लक्ष्यलाई बारम्बार कल्पना गर्छौं र त्यसलाई प्राप्त गर्दाको खुसी महसुस गर्छौं, अवचेतन मनले त्यसलाई प्राप्त गर्न आवश्यक मानिस, परिस्थिति र अवसरहरू सिर्जना गर्न थाल्छ। स्वास्थ्य र धनमा मनको प्रभावबारे कुरा गर्दा
यो सबै अलि सैद्धान्तिक सुन्यो, तर के स्रोतले हामीले दैनिक जीवनमा प्रयोग गर्न सक्ने कुनै ठोस व्यावहारिक कदमहरू पनि सुझाएको छ? एकदम। पुस्तकको अन्तिम भाग यस्तै व्यावहारिक विधिहरूले भरिएको छ। यसले भन्छ, सिद्धान्त बुझ्नु एउटा कुरा हो, तर त्यसलाई अभ्यासमा नउतारेसम्म त्यसको कुनै अर्थ छैन। त्यसो भए सबैभन्दा सरल तर प्रभावकारी विधि कुन होला? स्रोतले निद्रा विधिलाई निकै महत्त्व दिएको छ। सुत्नुभन्दा ठिक अघिको समय हाम्रो अवचेतन मन सबैभन्दा बढी ग्रहणशील हुन्छ। किनकि त्यसबेला हाम्रो चेतन मनको तर्क र प्रतिरोध कमजोर भएको हुन्छ। यो विधि अनुसार सुत्नु अघि आफ्नो ओछ्यानमा शान्तसँग पल्टिएर आफ्नो कुनै एउटा इच्छा पूरा भइसकेको कल्पना गर्ने। जस्तै यदि कसैलाई नयाँ घर चाहिएको छ भने उसले त्यो घर पाइसके भनेर कल्पना गर्ने। हो, तर त्योभन्दा पनि गहिरो। उसले आफू त्यो नयाँ घरमा बसिरहेको, त्यसको फर्निचर छुइरहेको, झ्यालबाट बाहिर हेरिरहेको कल्पना गर्ने। र सबैभन्दा महत्त्वपूर्ण, त्यो इच्छा पूरा हुँदाको आनन्द, सन्तुष्टि र कृतज्ञताको भावनालाई महसुस गर्ने। त्यो भावनासहित निदाउँदा हामीले आफ्नो अवचेतन मनलाई रातभरि काम गर्नको लागि एउटा स्पष्ट निर्देशन दिएर सुत्छौं। अर्को एउटा मानसिक चलचित्र विधिको पनि कुरा छ। यो मानसिक चलचित्र बनाउने कुरा सुन्दा त सामान्य दिवा स्वप्न जस्तै लाग्यो। के यसमा केही फरक छ? के कुराले यसलाई एउटा विधि बनाउँछ? राम्रो प्रश्न। सामान्य दिवा स्वप्न अक्सर उद्देश्यविहीन र छरिएको हुन्छ, तर मानसिक चलचित्र विधि एउटा केन्द्रित र उद्देश्यपूर्ण अभ्यास हो। यसमा तपाईँ आफ्नो लक्ष्य प्राप्त भएको एउटा छोटो, स्पष्ट मानसिक चलचित्र बनाउनुहुन्छ। तपाईँ त्यो चलचित्रको नायक हो। तपाईँ अन्तिम परिणामलाई मात्र होइन, त्यससँग जोडिएको हरेक भावना, आवाज र दृश्यलाई कल्पना गर्नुहुन्छ। यसलाई बारम्बार दोहोर्याउँदा तपाईँको अवचेतन मनले यसलाई वास्तविक अनुभवको रूपमा ग्रहण गर्न थाल्छ, किनकि अवचेतन मनले वास्तविक र जीवन्त कल्पनामा भेद गर्न सक्दैन। यही कुराले यसलाई एउटा शक्तिशाली विधि बनाउँछ। र तेस्रो विधि जुन मलाई व्यक्तिगत रूपमा निकै चाखलाग्दो लाग्यो त्यो हो धन्यवाद विधि, द थ्याङ्क यू टेक्निक। यसमा त इच्छा पूरा हुनुभन्दा पहिले नै धन्यवाद दिने कुरा छ। हो, यो विधि कृतज्ञताको शक्तिमा आधारित छ। यसअनुसार हामीले आफ्नो इच्छा पूरा भएको कल्पना गर्ने र त्यसको लागि अहिले नै अग्रिम रूपमा मनैदेखि धन्यवाद व्यक्त गर्ने। जब हामी कृतज्ञ हुन्छौँ, हामी अभावको मानसिकताबाट बाहिर निस्कन्छौँ। मसँग यो छैन भन्ने सोचको सट्टा मैले यो पाएँ भन्ने भावनामा केन्द्रित हुन्छौँ। यो भावनाले हाम्रो मनलाई सकारात्मक ऊर्जाले भर्छ र अवचेतन मनलाई विश्वास दिलाउँछ कि हाम्रो इच्छा पूरा हुन सम्भव छ र हामी त्यसको लागि योग्य छौँ। यी सबै विधिहरूको साझा सूत्र के हो भने यिनीहरूले हाम्रो चेतन मनको पहरेदारलाई छल्ने प्रयास गर्छन्, होइन? सुत्नु अघि, कल्पनामा डुब्दा वा कृतज्ञता महसुस गर्दा हाम्रो तार्किक प्रतिरोध कम हुन्छ र त्यही बेला अवचेतन मनमा नयाँ बिउ रोप्न सबैभन्दा सजिलो। तपाईले एकदम सही कुरा समात्नुभयो। यी सबै विधिहरूको मूल उद्देश्य एउटै हो, चेतन मनको बाधालाई पार गरेर भावना र विश्वाससहितको विचारलाई सिधै अवचेतन मनसम्म पुर्याउनु। त्यसो भए यो सम्पूर्ण छलफलको सार के हो त? यदि हामीले एउटै कुरा भन्नुपर्दा त्यो के होला? सार यही हो, हामी सबै आफ्नो विचारको बगैँचाका माली हौं। हाम्रो चेतन मनले विचारको बिउ छान्छ, चाहे त्यो सकारात्मक होस् वा नकारात्मक, र हाम्रो अवचेतन मन त्यो बगैँचाको उर्वर माटो हो जसले जे रोपिन्छ त्यसलाई बिना प्रश्न हुर्काइदिन्छ। हामीले दिनभरि सोच्ने विचार, हाम्रा डर, हाम्रा विश्वासहरू ती सबै बिउ हुन् र हाम्रो जीवनको परिस्थिति त्यही बगैँचामा फलेको फल हो। र यो प्रक्रिया कुनै धर्म वा बाहिरी शक्तिमा होइन, बरु आफ्नै मनको विश्वव्यापी नियममा आधारित छ भन्ने यो स्रोतको तर्क हो। हामीले आफ्नो अवचेतन मनलाई सकारात्मक सुझाव दिएर आफ्नो विचारको बगैँचाको राम्रो हेरचाह गरेर आफ्नो जीवनलाई चाहेको दिशामा मोड्न सक्छौं। हो, शक्ति बाहिर होइन, भित्रै छ, र त्यो शक्तिको प्रयोग गर्ने वा नगर्ने छनौट हामीसँगै छ। आजको यो गहिरो विश्लेषणपछि एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछौँ। यदि हाम्रो अवचेतन मनले वास्तविक अनुभव र जीवन्त कल्पनामा साँच्चै फरक छुट्याउन सक्दैन भने हामीले दिनभरि गर्ने कल्पना, हाम्रो मनमनै चल्ने संवाद र हामीले पाल्ने साना साना चिन्ताहरूप्रति हाम्रो जिम्मेवारी कति गहिरो होला?